सरकार नमस्ते। के छ तपाईँको खबर? सुन सुन अरू के छ खबर भन्नुहोस्। भन्नु के हो? हेलो हेलो हेलो, मैले एउटा कुरो सोध्छु, बुझिदिनुहोस् है। अनि यो देशको परिस्थिति कस्तो होला यसो बताइदिनुहोस् न सरकार, साह्रै दुःख भयो। ल तपाईँले बताइदिनुहोस् है सरकार, ल ल ल त्यसो काम गर्नुहोस्। त्यसो साह्रै गाह्रो भयो सरकार, साह्रै गाह्रो भयो। ल वास्तवमा के हो भन्दाखेरि चाहिँ नेपालको स्थिति त्यस्तो राम्रो नभएको कारणले गर्दा पनि हो। मैले के अरू भन्छु भन्दा पनि यहाँको बेरोजगार युवाहरू विदेश जानुभन्दा 4-5 लाख खर्च गरेर राजनीतिमा पस्ने हो भनेदेखि 4-5 वर्षभित्रमा केन्द्रीय सदस्यसम्म हुन्छ, त्यसपछि बिस्तारै बिस्तारै संसद हुन पाउँछ भन्ने मेरो भनाइ छ। अब मान्ने हो भनेदेखि यो धेरै राम्रो पनि हुन्छ। ल त्यसो भए ल यस्तो विषम परिस्थितिमा वर्तमान परिप्रेक्ष्यमा होइन त्यो कुरा सुन्दै गर तिमीले, म भन्दै गर्छु पहिला अनि त्यसपछि कुरा आउँछ। यो राजाले के एउटा चुङ्गो कुरा गर्नु। सुन तिमीले सुन्दै जाऊ, म भन्दै जान्छु। भन्यो भने हुन्छ नि फेरि त्यसै 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 अल्लेर उठाएको मात्र अल्लेर हुन्छ र। अरे भन्छ नि पछि तपाईँसित 1000 सेकल छ होला, ल्याउनुहोस् न 1000 भएदेखि मेरो अहिलेको खाटर थियो। तिमीले मलाई राख्न दिएको थियो पैसा र मैले $1000 दिने तिमीलाई, तिमीले राख्न दिएको थियो कुरा गर्छु। त्यसो त होइन, ठिकै छ ल, अब जे भयो भने भयो। ल दर्शन 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 ल।